ला हतार्ने भाउजूले ठन्डा ठन्डा राखिवरी अहिले त दोकान निकै सौदिलो बनाइसक्नु भएको रहेछ। ला दोकानमा आज हर्के बसेका छन्। हर्के आज त म्यानेजर भएर बसेका रहेछौ त। अनि के त्यसै उभिराख्नु त अनि दोकानमा माल सबै परिपन्जा पार्नु भएको थियो। जे भए पनि हतार्ने भाउजूले चाहिँ राखिछिन्, यो चाहिँ राम्रो गरिछिन्। त्यो नराख्नु पर्थ्यो। राखिछिन् र त राम्रो भयो भनेको त। अनि केपिकल देऊ न एउटा। टिपिकल छैन। अहिले एउटाले लिएर गएको एक दोकानबाट, म उहाँबाट खाँदै खाँदै गएको देखेको। छैन केपिकल छैन। म बन्द गरेर हिँड्न आँटेको दोकान। कस्तो झर्केका एउटा मान्छे दोकान आउँदा यसरी झर्किन्छन्? छैन अहिले सबै त सकिरहेछ। अनि दोकानमा माल परिपन्छ छ त कसरी सकिए? केही पनि छैन अहिले दोकान सबै सकिरहेछ। म हिँडेको बन्द गरेर। म्यानेजर बनाएपछि छोइसक्न न बोलिसक्नका भएका रहन। छैन म दोकान बन्द गरेर हिँड्न आँटेको भन्छ। हतार्ने भाउजूलाई गएर भनेर आउँछु यो कुरो, नभनी कहाँ छोड्छु र। हतार्ने भाउजूलाई नभनी कहाँ छोड्छु, आउँदै हुनु रहेछ। केही जिनिस खोज्न आउँदा पनि छैन, केही जिनिस खोज्न आउँदा पनि छैन। एउटा दोकानी भइसकेपछि नि 1 रुपियाँको जिनिस लिन आउँदाखेरि पनि दिनुपर्छ मान्छेले। के भने अर्केले? छैन केही पनि, म दोकान बन्द गरेर हिँड्न आँटेको भने। मैले झन् बस्नुलाई भनेर अहिले अलिकति दरमा पनि बढाइदिएको छु। के भने अरे? छैन म दोकान बन्द गरेर हिँड्न आँटेको भने मालिक नि बनाइदिनु भएछ। म दोकान बन्द गरेर हिँड्न आँटेको छैन भने हेर्नु दोकानी भइसकेपछि 1 रुपियाँको जिनिस लिन आयो भने पनि घरबाट धाएर आएर त्यसलाई दिएर पठाउनु पर्छ। दोकानी भइसकेपछि मान्छेको बोलीमा मिठास चाहिन्छ। अर्कैले त्यसो गर्नुपर्ने हो। अनि दुनियाँले भाइ भन्नुहुन्छ भने जस्तो दुनियाँले बाँकी झुकिएका छन्, कहीँ सिगरेट खान्छन्, यसो गर्छन्, स्किनर भरे हालिदिन्छु भन्छन्। दुनियाँले गरेर मैले बाँकी कसैलाई नदिनु है भनेर मैले भनेको भन्न चाहिँ। म पैसा तिर्न भनेर आइरहेको थिएँ, म हिँडेँ। अब हर्केको त्यस्तै बुद्धि पुगेन। अब रिसाइहाल्नु पर्छ त। म आएँ नि त, लु हिँड्नु न त, हिसाब गर्नु तिर्नु पैसा। पर्खिन्न म भाइ राम 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 प्रभु, आज हातमा आएको पैसा गयो। आज हर्केलाई म छोड्दिनँ। हर्के भाइ के म्यानेजर भएर बसेको यहाँ दोकानमा? उठ्न, मेरो टाउको गरम गर्ने हो तपाईँले। यहाँ बस्न भन्दै धन दरमा बढाइदिएको, यहाँ म्यानेजर भएर बस्नु भनेको थियो। के भयो त? त्यो डाक्टर सिले पैसा तिर्न आएको अरे, झर्केर अरे हप्प मुख पारेर अरे दोकान भनेको त्यसरी हुन्छ? अनि ती मान्छे आयो भने बाँकी नदिनु। पैसा तिर्न आएको थियो अरे, पहिले कुरै नसुनी झर्केर अरे हप्प पुरी फुले जस्तो मुख पारेर तँ हो दोकानी भएर। म्यानेजर पोस्ट भेटियो भन्दै झप्प त कुर्सीमा भर्ती भएर जरा गाडेर बसेर हुँदैन त। यसो मान्छेसँग बोल्नु पनि पर्छ, हाँस्नु पनि पर्छ। अलिकति पैसा हुन थाल्यो भनेर कि उम्लिनु भएको? निकालिदिन्छु म तपाईँलाई, उठ्नु यहाँबाट जानु। आफै भने होइन, ऊ आयो भने पैसा दिँदैन, नदिनु त केही किन्न आयो भने नदिनु भनेको होइन। मैले पैसा लिएर आउँदा त दिनु मागिए नदिनु भनिरहेको थियो। अरू झुक्क्याउने फटाहरू आउँछ नि तिनीहरूलाई मागी नदिनु भनिरहेको त। पैसा दिनेलाई पनि नबेच्नु, त्यसै कुर्सीमा भर्ती भएर बस्नु त भनेकी थिइनँ होला नि त। उसले पैसा दिने आएका हुन् भन्ने के रिसाएर तिर्दैन अरे। अब भोलि पर्सि कहिले हुन्छ आफै भनेर त हो नि त। मैले त जानी हो त। सोध्नुपर्छ, बुझ्नुपर्छ पहिले दोकानी भएपछि। यस्तो पाराले हो भने तिम्रो दोकानमा बस्ने म हिँडेको। जाऊ अब यी आफै भन्दै आफै नदिनु भन्दै आफै राख्दिन।